बालेन र हर्कसँग तुलना गर्दा त हर्क कति ठाउँ माथि रहेछन् भन्ने लाग्यो कि मलाई। हो र? हो त। बालेन भन्दा माथि कति कति किन भन्नु त? मान्छे उतारौँ न ल, बालेनले आह्वान गरून्, हर्कले आह्वान गरून्, कसको पक्ष? बालेनले आह्वान गर्दाखेरि देशै जलाइदिए। अनि देश चलाउने मान्छे राम्रो हो। लु बालेनले चाहिँ हर्कको जस्तै संविधानको लागि आह्वान गरून् त कति आउँदो रहेछन्। अनि पार्टी नै खोलेर त यस्तो अभियान गराउनु त कति आउँदो रहेछन् मान्छेहरू। हर्कको जतिको मान्छे आउँदो रहेछन् कि देशभरि त्यत्रो मान्छे आउँदो रहेछन् कि रहेछन् ठाउँ ठाउँमा होइन। तर यो त म त अद्भुत भन्छु, किनभने पार्टी त योभन्दा अगाडि हामीले कतिवटा पार्टी खोल्या देख्यौँ न। अहिले उनको क्रेजको हिसाबले त काहीँ न काहीँ त बाजी मार्छ, राम्रै बाजी मार्छ। मलाई जहाँसम्म लाग्छ ढकी पार्टी भन्दा त माथि नै हुन्छ। धेरै धेरै मान्छे अद्भुत हुन्। फेरि सिङ्गै एक्लै चाहिँ चुनाव भोट माग्दै हिँडेर त्यत्रो चाहिँ मत ल्याएर जितेका होइनन्। धरानमा कसैले पत्याएको थिए भने यस्तै विचित्रको मान्छेले, यस्तै अनौठो मान्छेले होइन, आत्मविश्वासी मान्छेले मात्रै के गर्न सक्छ क्या। फेरि देश बनाउने भनेकै सन्किले हो। त्यो श्रमको कुरा गरिरहेछन्। हिजो हामीले चाहिँ कोरियालाई चामल बेचे होइन, ठाउँ यही हो, भूगोल यही हो, फलाउन सकिन्छ नि त। यी यावत कुरा रहे हर्कको कुरामा। त्यही भएर मैले चाहिँ उनको विचार, उनको स्पिरिट चाहिँ मलाई राम्रो लाग्यो। तर राम्रा मान्छेहरू जोडुन्, शुभकामना।